जनतालाई सुन्दर पार्क दिएर महानगरबाट बिदा लिँदै बालेन। घाम पनि चाहिन्छ, रुख पनि चाहिन्छ, सबै चाहिन्छ हामीले चाहिने त। तर हामीले मेन बालेन चाहिन्छ, उहाँले राम्रो काम गर्नुहुन्छ। मेयरको रूपमा हुँदाखेरि उहाँले जति गर्नुभयो त्यो एकदमै राम्रो छ। अब हामी उहाँलाई ठुलो प्रधानमन्त्रीको रूपमा हेर्न चाहन्छौँ। यस्तो सोचेको पनि थिएन, यस्तो होला भन्ने जस्तो लागेको थिएन। सबै फोहोर मैला है, अनि सबै दिशाहरू जताततै फोहोरै फोहोर थियो। यस्तो नराम्रो ठाउँहरूलाई नराम्रो कामहरू पनि सबै एकदम राम्रो बनाएर जानुभएको छ। पार्क जस्तै सबै देश पनि सुन्दर होस्, बेरोजगारी रोजगारी पाउन्। अब हाम्रो देशको युवाहरू बाहिर जान नपरोस्, पार्टी जुनसुकैमा लागोस्, व्यक्ति राम्रो होस्, मलाई त्यही चाहन्छु कि। अब प्रधानमन्त्री भएर आउनु भन्दै स्थानीयको आशीर्वाद। प्रधानमन्त्री भएर देशको लागि गरोस् होइन, घोटाला नगरोस् होइन, उहाँले गर्नु पनि हुन्न। त्यही भएर हामीले चाहिँ त्यो ढुक्क छ उहाँमाथि। स्टार्टिङमै उहाँले यति राम्रो गर्नुभयो, अब झन् प्रधानमन्त्री हुँदा त अब कुरै नगर्नु कति गर्नुहुन्छ होला होइन। मासु भाततिर नलागौँ होइन, कोही पनि अब देशको रक्षाको लागि लागौँ। हामी 3 वर्ष 4 वर्षसम्म सँगै काम गर्दाखेरि जुन योजना जुन विकासको भनौँ यही कामहरू लिएर जाँदाखेरि जुन सहज थियो, उहाँ पनि एकदम विकास प्रेमी नै थियो होइन। उहाँले चाहिँ नि जुन राम्रो काम लिएर जाँदाखेरि सहज तरिकाले उहाँले काम गर्न नि सजिलो थियो उहाँसँग। त्यसमा चाहिँ नि अलिकति उहाँ नहुँदाखेरि अलिकति ऊ त हुन्छ नै, अलिकति महसुस त हुन्छ उहाँको। उहाँलाई चाहिँ नि अब जुन प्रधानमन्त्रीको रूपमा जुन उहाँको नाम आइरहेछ, उहाँलाई चाहिँ नि म अहिले मेरो एकदम व्यक्तिगत हिसाबमा पनि उहाँलाई चाहिँ शुभकामना दिन चाहन्छु। अब देश अब बनाउने उहाँहरू नै हो नि। अब देश अब बुढापाकाहरूले त देश त सबै यहाँ खसालिसक्यो, माथि खाइसक्यो सबै। तीनैजनामा जो प्रधानमन्त्री भए पनि तीनैजना ओके। त्यसमा पनि अब बालेन शाह हुनुहुन्छ भने पनि ओके होइन, रवि भए पनि ओके। एकदम तीनैजना 101 हुनुहुन्छ कि। उहाँहरूलाई त कसैले पनि गुमाउन सक्दैन मेरो विचारमा। घन्टी नभए काम पूजा गर्न घन्टी, यता उ गर्न घन्टी होइन, जेमा पनि घन्टी बजे जे होस् उहाँ चाहिँ घन्टी बजे। उहाँले राम्रो काम गरेको हुनाले चाहिँ हामीले चाहिँ उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छ। हामीलाई चाहिँ वडाबाट चिठी गएपछि हामीले सिपिसीबाट डिपिआर गरेर बनाएको हो। यो बनाउने बेला हामीलाई वडाबाट कुनै पब्लिक वडा अथवा यहाँ कुनै स्थानीयवासीबाट कतिबाट पनि हामीलाई त्यस्तो गुनासो केही पनि आएको छैन। सबैजनाले यो पार्क चाहिँ एकदम बेस्ट छ भन्नुभएको छ। कुलमान घिसिङ सर, बालेन शाह जस्तो अहिलेको अवस्थामा राम्रो गरिराख्नु भएको भएर एकदम चित्त बुझ्दछ। तर यो भन्दा चाहिँ नझरुन् उहाँहरू, पार्टी जुनसुकैमा लागोस्, व्यक्ति राम्रो होस्, मलाई त्यही चाहन्छु कि। एकै ठाउँमा बस्नुपर्छ पनि छैन, हामी बाहिर बसेर पनि हामीले विकासका कुराहरू गर्न सक्छौँ। पार्टीमा भए पनि म चाहिँ अब उहाँलाई नै गर्छु। अहिलेको आधारमा त सक्नुहुन्छ जस्तो लाग्छ, देश हाँक्नुहुन्छ जस्तो लाग्छ। अब यहाँ हेर्दै जानु, यहाँ सुटिङ गर्नेहरू आउँछन्, दिनभरि हामीलाई बस्न पनि कति आनन्द छ। बच्चाहरू भएको छ, अरू ठाउँमा पनि छ। मेरो बाग बजारमा छ मेडिकल होइन, मेरो पसल छ। पहिला कति फोहोर हुन्थ्यो त्यहाँ, अहिले कति सफा छ क्या, हामी आफैले पनि थाहा पाउँछौँ। अब यो ऐतिहासिक हाम्रो यो बागमती किनारमा फलफुल चाहिँ नि पार्क बनेको चाहिँ नि यो टोलवासीदेखि लिएर हाम्रो 10 नम्बरको सबैजनालाई शुभकामना। यसमा साथ र सहयोग गर्न हुने सम्पूर्ण टिम लगायत सम्पूर्णलाई चाहिँ हामी वडाको तर्फबाट धन्यवाद पनि दिन्छौँ। अब यहाँ हामीले यहाँ दाईहरू हुनुहुन्छ, एउटा एबिसी भन्ने ग्रुप छन्, उहाँहरूलाई हामीले चाहिँ नि अब यो यस्तो हामीले त पार्क विभिन्न ठाउँमा बनाउँदाखेरि हामीले चाहिँ नि जुन समिति टोल छ उहाँहरूलाई चाहिँ नि हामीले उहाँहरूको पनि दायित्व उहाँले जिम्मा दिन्छौँ। हामीले किनभने यतिकै राख्यो भने ओह्राले मात्र संरक्षण गरेर राख्न सक्दैनौँ। त्यही भएर हामीले चाहिँ नि जस्तो अब यहाँ ग्रुप एबिसी ग्रुप अलिक एक्टिभ हुनुहुन्छ, उहाँहरूलाई चाहिँ रेखदेख गर्ने, कति बजीदेखि कतिसम्म खोल्ने एउटा मापदण्ड बनाएर यसलाई चाहिँ नि हामीले त्यो हिसाबमा चाहिँ हामी जानेछौँ। भनेपछि यहाँका नागरिक नै यसको रक्षक अथवा संरक्षककर्ता हुनेछन्। हजुर, यहाँ चाहिँ नि हामीले अहिले चाहिँ बानेश्वरमा जति पनि पार्क बन्ने चाहिँ फेरि अर्को यो माथि यहाँ दोभानभरि यो हामीले यसरी पार्क क्रमशः बनाउँदै जानेछौँ। तपाईँको बुद्ध पार्क बन्दैछन्, त्यो चाहिँ क्रमशः त्यो चाहिँ हामीले चाहिँ नि जहाँको यहाँतिर अलिकति एक्टिभ छन् उहाँहरूलाई चाहिँ नि हामीले जिम्मा दिने गरेछौँ।